तपाईहरुलाई मेरो मिनी ब्लगको डे 8 मा स्वागत गर्न चाहन्छु। अहिले चाहिँ म बिहानै उठेर अहिले चाहिँ सुतिरहेको छु अनि अब म चाहिँ तपाईहरुलाई पछि आफ्नो बेलायत अहिले चाहिँ म होमवर्क गर्दै छु गाइस, तपाईहरु पढ्न सक्नुहुन्छ। यस गाइज, अहिले म होमवर्क गर्दैछु, हजुरहरूले देख्नु भएको छ। अनि त्यसपछि चाहिँ दिनमा बोरिङ लागेर यता पढ्दा पनि नहुने, उता पढ्दा पनि नहुने, यता उता पढ्दा पनि केही नहुने, यो हेर्न सक्नुहुन्छ तपाईँ। यता र उता लास्ट हेर्नु। अनि त्यसपछि चाहिँ बेलुकीतिरको समयमा चाहिँ म खेल्नतिर हिँडेँ अनि मेरो साथीलाई पनि कुरेँ। साथी साइकलमा उता आउँदैछ अनि साइकलमा चाहिँ छिटो आइज भनेको त पुरै यहीँबाट चलाएर ल्यायो त्यस्तो साइकल। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। अनि यसपछि म पनि साइकलमा बसेँ। साइकलको पछाडिको सिटमा मस्त हावा खाँदै म पनि खेल्नतिर लागेँ। मौसम भने अहिले सफा थियो, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। पानी नपर्ने मौसम यो पनि सुक्खा थियो, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि जाँदै म पुगेँ अस्पतालको खेल्ने ठाउँमा। म पुग्दाखेरि चाहिँ मौसम अझै ठिकै थियो। साथीहरु यसमा लग्नु पर्यो गर्दै खेल्ने ठाउँमा। यदि तपाईहरुलाई मेरो डेली ब्लगको मिनी ब्लग मन पर्छ भने साथीहरु लाइक सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। 20 सेकेन्डको समय लाग्छ। अनि यहाँ पुग्दा चाहिँ जलल्ल पानी लाग्यो। अब यहाँ खेलाडीहरु भने पानी लाग्यो भन्नु